हेलो एभ्रिवान, सबैजना मेरा फेसबुक मित्रहरूलाई नमस्कार। सबैजना सन्चो आरामै हुनुहुन्छ होला। म चाहिँ यतिखेर तपाईहरुमाझ मैले घरमा रोपेको यो फुल देखाउन लागिरहेको छु। हेरेर लाइक कमेन्ट पनि गर्नुस् ल। तपाईहरुले कस्तो लाग्छ तपाईहरुलाई? अवश्य पनि फुल त हामी सबैलाई नै मन पर्छ प्राय जस्तो है। अनि यो फुलको नाम पनि हजुरलाई जसलाई थाहा छ कमेन्टमा लेख्नुस् ल। यसरी फुलेको छ यसपालि फुल चाहिँ प्राय जस्तो यसपालि चाहिँ सेम कलर मात्रै भयो। अरु बेला चाहिँ डिफ्रेन्ट कलर थियो, फेरि आफै चेन्ज हुँदो रहेछ नि त। त्यही भएर प्राय जस्तो चाहिँ 2-3 कलरको मात्रै भयो यसपालि चाहिँ। त्यस्तै भए पनि भिडियो यहाँहरुमाझ पस्किएको छु। यस्तो छ साथीहरु, यसरी ढलेर कि बेसी फुलेर अनि मैले यहाँ चाहिँ हाँगा लगाएर अड्काइरहेको छु। पट चाहिँ सानो सानो भयो, फुल चाहिँ धेरै माथि माथि आयो नि त। त्यही भएर कति चाहिँ यहाँ चाहिँ अर्कै कलर छ, त्यही हो फुल चाहिँ। यस्तो छ साथीहरु। यसरी मजाले फुलेको छ, तर यो फुलमा चाहिँ एकदमै ज्यादा पानी खाने कि। आज हाल्यो भोलि फेरि सुकिहाल्छ, पर्सि फेरि हाल्यो गर्दै। यहाँ फेरि अर्कै कलर यहाँ छ, यहाँ पनि अर्कै कलर हो। 3 कलर चाहिँ रहेछ यसपालि चाहिँ मेरोमा। अरु चाहिँ पोहोर चाहिँ राम्रो थियो, यो चाहिँ फेरि लास्टमा फुल्दै गरेको अर्कै हो। यो चाहिँ फेरि यहाँहरुलाई मैले नाम चाहिँ भनेको छुइनँ यो फुलको। हजुरहरुले चिन्ने जतिले कमेन्टमा लेख्नुस् ल यो फुलको नामहरु के हो। यो चाहिँ फुलिसकेर बिउ बस्दैछ यसको चाहिँ। अब यिनीहरु चाहिँ सबै फुलिसकेको अब। यता पनि छ, कोही फुलिसक्दैछ ओइलिँदैछ, कोही चाहिँ कोपिलाई छ, फेरि कोही फुल्दैछ हो साथीहरु। यस्तै छ। यहाँनिर मौरीले रस पनि चुस्दै रहेछ, मजाले उसले रस चुसेर घुमी घुमी रस चुस्दैछ। यता पनि छ, एकै बोटमा चाहिँ एउटै हाँगामा 3टा फुलिरहेको रहेछ। यहाँ चाहिँ कोपिलाई छ यता चाहिँ साथीहरु। यता चाहिँ प्राय फुलेको छैन हो, यता अलि छ। यहाँ चाहिँ एउटै बोटले सानो बोट आएर मजाले होचोमै फुलेको रहेछ। यो चाहिँ बेसी अग्लो गएको छैन, सानोमै झुरुप्पै फुलेको छ। यसलाई चाहिँ पट सानो सानो भयो जस्तो लाग्यो साथीहरु। यहाँदेखि उता चाहिँ कोपिला छ, यति नै।